नमस्ते साथीहरू। हजुरहरूलाई चाहिँ पनिरको तरकारी कतिको मिठो लाग्छ? ल है त आज पनिरको तरकारी बनाउँदैछु। फर्स्टमा मैले चाहिँ पनिर किनेर ल्याएँ अलिकति, अनि यसलाई चाहिँ दुई भागमा कट गरेँ पातलो गरेर, अनि यसलाई पनि मैले सानो सानो टुक्रा पारेर क्युबको आकार दिएँ साथीहरू। अनि यो एउटा गोलबेडा दुईवटा प्याज लिएँ, अनि दुईवटा प्याज एउटा गोलबेडा काटेँ, अनि अलिकति दही लिएँ, अनि त्यसपछि धनियाँ अलिकति काटेँ, अनि एउटा प्लेटमा राखेँ साथीहरू। यो तरकारी मैले काजु पनि राख्दैछु 4-5 पिस। इन्फ्रारेड चुलोमा चाहिँ एउटा भाँडा बसालेँ, तेल अलिकति हालेँ, अनि तेल तातेपछि मैले अघि काटेको पनिरलाई चाहिँ राखेँ। बिस्तारै फ्राई गर्दैछु साथीहरू। थोरै फ्राई गरिसकेपछि यो ब्राउन कलरको हुन्छ, अनि मैले चाहिँ यसलाई एउटा प्लेटमा निकालिदिन्छु। हजुरहरूको पनिर तरकारी पकाउने कस्तो तरिका त? म चाहिँ यसरी पकाउँछु। यस्तो भयो साथीहरू। अनि त्यही बाँकी रहेको तेलमा अघि रहेको थोरै काजुलाई राखेर भुटिदिन्छु। एकछिन काजु फुटिसकेपछि यसलाई पनि निकालेर म प्लेटमा राखिदिन्छु। अनि फेरि बाँकी भएको तेलमा प्याज अलिकति राखेर, अघि नकाटेको प्याज राखेर भुटिदिन्छु। अनि यो पनि खैरो खैरो कलरको हुन्छ, अनि गोलबेडा राखिदिन्छु। अनि गोलबेडा राखेर एकछिन चलाएर यो पनि चिगिदिन्छु अलिकति गलेपछि, अनि एउटा प्लेटमा राखेर चिसो बनाउन छोडिदिन्छु। ल है साथीहरू, यो चाहिँ चिसो भएको अघि फ्राई गरेको सामग्रीहरूलाई चाहिँ म मिक्सी जारमा राखेर पिन्न राखिदिन्छु। सबै राखेँ मैले, अनि दही पनि राखेँ अलिकति, अनि मिक्सरमा पिन्छु साथीहरू। मैले पिनेर यस्तो भयो। अनि त्यसपछि यसमा थोरै तेल राखेर भाँडामा बेसार अलिकति राख्छु, ल्वाङ सुकमेल दालचिनी राखेर, अनि अघि पिनेको पेस्टलाई चाहिँ म यसमा राख्छु। अलिकति पानी राखेर यसलाई चलाइदिन्छु साथीहरू। एकछिन चलाइसकेपछि यसमा जिरा खुर्सानी नुन राखेर फेरि चलाइदिन्छु। अनि अदुवा लसुनको पेस्ट पनि हालिदिन्छु 1 चम्चा, अनि फेरि चलाइदिन्छु। एकछिन चलाइसकेपछि यसमा अघि फ्राई गरेको पनिरलाई पनि राखिदिन्छु, अनि अलिकति काटेको धनियाँ राख्छु, अनि त्यसपछि एकछिन छोपेर पकाउँछु। यसरी छोप्दै पकाउँदाखेरि नरम हुन्छ पनिर। अनि पानी पनि अलिकति राखिदिएँ, अनि फेरि छोपेँ। ल साथीहरू, तयार भयो पनिरको तरकारी। ल यस्तो भयो साथीहरू, खानको लागि तयार। हजुरहरू पनि घरमा बनाएर खानुहोला। अब म यो पनिरको तरकारी खानासँग खान्छु।